बर्दगुरिया धाम र ऐतिहासिक अमरपोखरी को काखमा रहेको श्री नवदुर्गा भवानी मन्दिरको प्राङ्गणबाट हामी प्रत्यक्ष प्रसारणमा जोडिएका छौँ। श्रीहरि टिभी सत्संग, श्रीहरि टिभी र युट्युब, फेसबुक लगायत विभिन्न मिडियाहरू मार्फत एकैसाथ हामीलाई श्रद्धालु भक्तहरूले देश र विदेशबाट निहालिरहनु भएको छ। श्रावण 2 गतेदेखि आरम्भ भएर कार्तिक 30 गतेसम्म चल्ने ऐतिहासिक सत्र अष्टादश उपपुराणहरूको समापन सँगसँगै हामी अब श्रीमद् भागवत महापुराणको बसाइमा छौँ। आज चौथो दिवस। आजको दिवसमा हामी भगवान श्री कृष्णको जन्म सहितका अगाडिका कथाहरूलाई हामीले श्रवण गर्नेछौँ। जय बोलो श्री हरि भगवानको। र भागवतको बसाई 28 गतेसम्म रहनेछ। 29 गते हामी 21 लाख दीप प्रज्वलन 21 लाख दीप प्रज्वलनलाई अगाडि बढाइरहेका छौँ र तदन्तर्गत अहिलेसम्म 10-11 लाख बत्तीहरू उपलब्ध भइसकेका छन्। अब आज भोलिमा धेरै बत्तीहरू, बचेका बत्तीहरू आउँदैछन्। सबै विशेष गरी यज्ञको समापन अवसरमा यो दिव्य रूपमा यी बत्तीहरूको प्रज्वलनको कार्यक्रम अगाडि बढ्नेछ। र 30 गते 11 बजेको समय लगभग समापनको सत्र रहनेछ। 30 गते समापन सत्र र 1 गते फुलपाते सेलाउने कार्यक्रम रहेको छ र 1 गते नै यो यज्ञको सम्पूर्णतया विसर्जन भएर चतुर्मास सत्संग ज्ञान महायज्ञ 2081 पूर्ण रूपमा विश्राममा जानेछ। त्यसैले सम्पूर्ण श्रद्धालु भक्तहरू जो जतिले जहाँबाट पनि हेर्दै हुनुहुन्छ, समय अत्यन्तै नजदिक आइसकेको छ। अब हामी केही दिन मात्रै चतुर्मास सत्संग 2081 को लाभ प्राप्त गर्न सक्नेछौँ। त्यसैले सम्पूर्ण श्रद्धालु भक्तहरू अबका केही दिनहरू भागवतको सत्र, दीप प्रज्वलनको सत्र र विशेष गरी अन्य अनुष्ठानको सत्रलाई भव्य र सभ्य बनाउन उपस्थित भइदिनु भन्ने हार्दिक अनुरोध पनि गर्न चाहन्छौँ। र विशेष गरी यहाँ दीपको लागि बत्ती काट्ने र टपरी खुट्ने कार्यक्रम अगाडि बढिरहेको छ। हजुरहरूले पनि आफ्नो नाममा लेखाएका बत्तीहरू, पितृहरूको नाममा लेखाएका बत्तीहरू लिएर आउन सक्नुहुनेछ र टपरीहरू पनि यथोचित टपरीको व्यवस्थापन पनि गर्नु हार्दिक अनुरोध छ। जय बोलो श्री भगवानको। र दुर्गा मन्दिर प्राङ्गणमा विभिन्न आमा समूह, विभिन्न मातृशक्तिहरूद्वारा बत्ती काट्ने र विशेष गरी टपरी खुट्ने कार्यक्रम अगाडि बढिरहेको छ। अब 29 गते भव्य रूपमा 21 लाख दीप प्रज्वलन कार्यक्रम अगाडि बढाउनु पर्नेछ। तसर्थ सम्पूर्ण श्रद्धालु भक्तहरू एकजुट भएर यो कर्मलाई अगाडि बढाउन तत्पर भइरहनु भएको छ। सबैको नाममा एकपटक जोरदार ताली बजाएर सम्मान गरिदिनु होला। आउनुहोस् अब भने हामी यो अष्टम स्कन्धको सत्रलाई अगाडि बढाउँछौँ। अष्टम स्कन्धको प्रथम अध्यायमा राजाले परीक्षितले प्रश्न गर्नुहुन्छ। स्वयंभुवस्येह गुरो वंशोऽयं विस्तरात् श्रुतः यत्र विश्वसृजां सर्गो मनुनन्यान् वदस्वनः। स्वयंभुव मनुको वंशको विस्तार पूर्वक श्रवण गराउनुहोस् प्रभु। कति मन्वन्तरहरू भए, कति मन्वन्तरमा कस्ता कस्ता राजाहरू भए, कुन राजाहरूले कस्ता कर्म गरे, यी सबै कुराको यहाँ व्याख्या बताउनुहोस् भनेर प्रश्न गर्नुहुन्छ। यसै अन्तर्गत मन्वन्तरमा यहाँ बताउनु भयो स्वयंभुव मन्वन्तर पहिलो मन्वन्तर रह्यो, स्वारोचिष मन्वन्तर दोस्रो मन्वन्तर, यसरी विभिन्न मन्वन्तरहरू भए। ती मन्वन्तरहरू मध्येमा
यहाँ विशेष गरेर तामस मनवन्तर को कथा श्रवण गराउनुहुन्छ। जय बोलो श्री हरि भगवान को। यो बीचमा बस्ने बुबाहरूले यता देख्नु भएको छ कि देख्नु भएको छैन? देख्नु भएको छ? क्यामेराले छेकेको होला, यताउता बस्दा सजिलो हुन्छ होला। त्यो छेकेको भए यताउता बस्न पनि मिल्छ है। तामस मनवन्तरमा गजेन्द्र मोक्षको व्याख्या यहाँ गर्नुहुन्छ। आसीत् गिरिवरो राजन् त्रिकूट इति विश्रुतः क्षीरोदेनावृत श्रीमान योजनायुतमुच्छ्रितः। त्रिकूट नाम गरेको एउटा पर्वत थियो। त्यो त्रिकूट नाम गरेको पर्वतको नजिकै एउटा सरोवर थियो। त्यो पर्वत पनि अत्यन्तै दिव्य तरिकाले सुशोभित भएको पर्वत। त्यो पर्वतको नजिक रहेको त्यो एउटा सरोवर, त्यो सरोवर अत्यन्तै दिव्य र अत्यन्तै भव्य भएको कारणले त्यो सरोवरमा म यो सबै पशुहरूको राजा गजेन्द्र, हात्तीहरूको विशेष राजा, म स्नान गर्नको लागि यो सरोवरमा जानु पर्यो, परिवारलाई लिएर स्नान गर्नको लागि परिवारलाई लिएर जानु पर्यो भनेर गजेन्द्रले प्रस्थान गर्छ। आफ्नी पत्नी, आफ्ना सम्पूर्ण सन्तानहरूलाई लिएर गएको गजेन्द्रले जब त्यहाँ त्यो सरोवरमा जान्छ तब विचार गर्छ, ओहो सरोवर त राम्रो छ, तर त्यो सरोवरमा यदि म परिवार सहित गएँ भने र त्यहाँ केही छ भने त्यस्तो केही पशु पक्षी अथवा जे त्यहाँ हुन्छ जलमा, त्यो पशु पक्षीले हामीलाई आक्रमण गर्न सक्छ, सन्तानहरूलाई केही हुन सक्छ। त्यो भन्दा बरु मैले पहिले गएर यो सरोवरमा स्नान गर्छु। हिलो छ कि माटो छ कि बालुवा छ कि कतिको गहिरो छ कि है केही छ कि त्यो जलभित्र, त्यसैले पहिले गएर मैले स्नान गर्छु। मैले स्नान गरिसकेपछि बल्ल त्यसपछि बल्ल अरूलाई लिएर जाउँला भनेर विचार गर्छ। र विचार गरिसकेपछि अब ल है पत्नी, ल है पुत्रहरू, तिमीहरू यहाँ बाहिर बस्दै गर, म गएर स्नान गर्छु, स्नान गरेर आउँछु, तत्पश्चात फेरि तिमीहरूले स्नान गरौला भनेर त्यो गजेन्द्र जलभित्र प्रवेश गर्छन्। जब जलभित्र प्रवेश गरेर दिव्य रूपमा स्नान गरिरहेका थिए, स्नान गरिरहेको अवस्थामा त्यहाँ एउटा हात्तीलाई आक्रमण गर्नको लागि एउटा गोही आउँछ। त्यो गोहीले त्यो हात्तीको खुट्टा समात्छ। खुट्टामा त्यो हात्तीले समातेको कारणले गर्दा के भयो त भने त्यो हात्ती त्यहाँबाट निस्किन सकेन, जलबाट निस्किन सकेन। तर जलबाट निस्किन नसकिसकेपछि उसले पहिले आफूले एकदमै बल लगायो। जय बोलो श्री हरि भगवान को। जब उसले आफ्नो बल लगायो तर बल लगाएर पनि आफूलाई निकाल्न सकेन। तर बल त गोहीको भन्दा हात्तीको हुन्छ। फेरि गोहीले हात्तीलाई कसरी जित्यो त भने स्थानम प्रधानम न बलम प्रधानम। ठाउँको प्रबलता हुन्छ अरे, बलको प्रबलता हुँदैन अरे। को कति बलियो भन्ने कुरा बलले निर्धारण गर्दैन अरे, ठाउँले निर्धारण गर्छ अरे। कुन ठाउँ भन्ने हुन्छ। हात्ती बलियो त हुन्छ तर स्थलमा बलियो हुन्छ, भूमिमा बलियो छ, तर जलमा गइसकेपछि त्यो हात्ती के गर्ने बिचरा, पौडिन सक्ने कुरा पनि भएन। जलमा त गोहीको प्रबलता हुन्छ। तर त्यही गोही यदि बाहिर आयो भने चाहिँ हुन सक्छ हात्तीले जित्न सक्छ। तर ठाउँ त्यो गोहीको भएको कारणले, जल भएको कारणले त्यो ठाउँमा अब गोहीले जित्ने परिस्थिति आयो, हात्तीले हार्यो। आफूले एकदमै बल लगाउँदा लगाउँदै नसकिसकेपछि पत्नीलाई आह्वान गर्छ, हे मेरी पत्नी आऊ न, मलाई त यो गोहीले आक्रमण गर्यो, मेरो खुट्टामा समातेको छ, अब त मलाई तान त भन्छ। पत्नी आइन्। पत्नी आएर तान्न लाग्छ न, उपाय लागेन। सन्तानहरू आए,
तान्न लागे तर पनि उपाय लागेन। एक दिन भयो, 2 दिन भयो, ती हात्तीकी पत्नी र हात्तीका बच्चाहरूले कुर्दै 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 त गए, तर धेरै दिन बितेपछि र आफ्नो पतिदेवलाई, आफ्नो पितालाई त्यो जलबाट बाहिर ल्याउन नसकेपछि पत्नी र छोराहरू फर्किन लागे। गजेन्द्रले आह्वान गर्छ, पत्नी यस पुत्र कहाँ हिँडेको, कहाँ जान लागेको? ती पत्नी र ती पुत्रले भन्छन्, पिताजी, पतिदेव, अब तपाईं त यहाँबाट निस्किनुहुन्छ जस्तो छैन, अब हामीले तपाईंलाई निकाल्न सक्छौं जस्तो पनि छैन। अब तपाईं यहाँबाट निस्किनुहुन्न, तपाईंको त जीवन गयो गयो, कम्तीमा हामीले आफ्नो रक्षा त गर्नु पर्यो, त्यसैले हामी त हिँड्यौं भनेर पत्नी र पुत्रहरू गए। पत्नी र पुत्रहरू गएको देखेर गजेन्द्रले अरूलाई बोलाएन। जब आफ्नै पत्नी, जसलाई विवाह गरेर जीवनभर सुखी राख्छु, सुखी बन्छु भनेको पत्नी जन्माएर हुर्काएका ती सन्तानहरूले नै छोडेर गए, अब अरूले सहयोग गर्लान् भन्ने के आशा गर्नु? त्यसैले गजेन्द्रले अरू कसैलाई बोलाएन। मैले जीवनभर मेरा पत्नी र मेरा पुत्रहरूको लागि कर्म गरे, तर आखिरमा आएर तिनै पुत्र र तिनै पत्नीले छोडेर गए। यो संसारमा आफ्नो भन्ने कोही पनि हुँदो रहेनछ, मेरो यो भ्रम मात्रै रहेछ। त्यसैले अब मैले कुनै पनि व्यक्ति विशेष, कुनै पनि पशु, कुनै पनि प्राणी र कुनै पनि आफ्नो व्यक्तिलाई मैले प्रार्थना गर्दिन, कुनै जगतका मालिकलाई मैले प्रार्थना गर्छु भनेर त्यही त्यो सरोवरमा एउटा कमलको फूल रहेछ, त्यो कमलको फूल यसरी उखालेर प्रार्थना गर्छ, ओम नमो भगवते तस्मै यत एतत् चिदात्मकं पुरुषाय दिविजाय परेशाय विधिमहे। हे प्रभु, जुन प्रभुले यो सारा संसारको निर्माण गर्नुभयो, जुन प्रभुले यो संसारको चैतन्य रूपलाई धारण गर्नुभयो, जुन प्रभुबाट यो संसार बन्यो, जुन प्रभुमा यो संसार छ, जुन प्रभुबाट यो संसार हो, यस्तो प्रभुलाई कोटि कोटि प्रणाम छ। जुन प्रभुले आफ्नो आत्माको सृष्टिबाट सारा जगतको सृष्टिलाई अगाडि बढाउनु भयो, त्यस्ता प्रभुलाई कोटि कोटि प्रणाम भनेर प्रार्थना गर्नु। जसको रूपै छैन, रूप छ त अनेक रूपहरू छन्, त्यस्तो परमात्मालाई कोटि कोटि प्रणाम छ। जो सबैको द्रष्टा हुनुहुन्छ तर सबैबाट देखिनुहुन्न अदृश्य भगवान, तपाईलाई कोटि कोटि प्रणाम छ। नमो नमस्ते अखिल कारणाय। हे प्रभु, अखिल सारा ब्रह्माण्डको कारण, नायक, जसले यो अखिल ब्रह्माण्डको सृष्टि गर्नुभयो, तपाईलाई कोटि कोटि प्रणाम छ। तपाई न पुरुष हो, न महिला हो, न देवता हो, न असुर हो, न मर्त्य हो, न केही हो। तपाई प्रभु परमात्मा निषेध शेष, यो होइन, यो होइन, यो होइन भनेर जब सबै निषेधहरू सकिन्छन्, त्यो भन्दा अलग हजुर हो। मतलब भगवान भन्ने तत्व के हो त? ढुङ्गा हो त? होइन। माटो हो? होइन। जल हो? होइन। जब होइन 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 भन्दै सकिएर जो बच्छ त्यो परमात्मा। हे प्रभु, तपाईलाई कोटि कोटि प्रणाम छ। म आज यसरी यो ग्रहको आक्रमणमा परेको छु, मलाई बचाउनुहोस् प्रभु भनेर भगवानको प्रार्थना गरे। भगवानको प्रार्थना गर्दा भगवानलाई समस्या के पर्यो त भने, यहाँ गजेन्द्रले कुनै पनि नाम लिएका छैनन्, यो त्यो भनेर फल्ना भनेर नाम पनि लिएनन्। शिव पनि भनेनन्, गणेश पनि भनेनन्, देवी पनि भनेनन्, केही पनि भन्दै भन्दैन। भगवानलाई त तीनटा कुराले चिनिन्छ, हामीले हिजो पनि सुनेको हो। नाम, रूप र आकारले चिनिन्छ, गुणले चिनिन्छ। अब के त नाम भनेको भए हुन्थ्यो, कुनै न कुनै श्लोकमा हे गणेश, हे लम्बोदर, हे शिव, हे शंकर, हे महादेव, हे विष्णु, हे हरि, हे देवी, हे दुर्गे भनेर केही न केही भए पनि नाम लिएको भए हुन्थ्यो, भगवान आउनुहुन्थ्यो। के त नाम लिन नसकेको भए
रूपको भए पनि व्याख्या गरिदिएको भए हुन्थ्यो है। कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदा वसंतं हृदयारविंदे भवं भवानी सहितं नमामि। भगवान शिवको स्वरूप कस्तो छ अरे भने कपूर जस्तो गोरो हुनुहुन्छ, करुणाको अवतार, संसारको सार, भुजगका इन्द्र, सर्पका इन्द्र वासुकी नागलाई घाँटीमा लगाउनु हुने, सधैँ हृदयमा बस्ने, पार्वती सहित परमेश्वरलाई नमस्कार छ भनेपछि ओहो शंकर भगवानलाई भनेको रहेछ भन्ने बुझियो नि त। नाम पनि छ, नाम नभने पनि शंकर भगवान भन्ने बुझियो नि त। त्यस्तै हातमा मुरली लिएका भन्ने बित्तिकै ओ श्रीकृष्णको बारेमा आइछ भन्ने बुझिहाले। हात्तीको सुँड जस्ता मुख भएका भन्ने बित्तिकै ओहो भगवान गणेशको कुरा गरेको रहेछ भन्ने बुझियो नि त। शान्ताकार भुजग शयन, शान्त स्वभावको सर्पमा शयन गर्नेवाला भनेपछि ओ विष्णु भगवान आइछ, भगवान विष्णु शेष शय्यामा शयन गर्नुहुन्छ भन्ने बुझ्यो। के त नाम लिनु पर्यो, के त रूपको विषयमा व्याख्या गर्नु पर्यो। अर्को हुन्छ आकार गुण, त्यो पनि उस्तै हो। गुणको विषयमा नाम पनि लिएन, स्वरूपको व्याख्या पनि गरेन। हे कंसलाई मार्नेवाला भनेपछि को बुझियो त? को बुझियो? कृष्ण भन्ने बुझ्यो। नाम लियो त? लिएन। रूपको व्याख्या गर्यो? गरेन। तर गुणको व्याख्या भयो र बुझियो। यी तीन कुराले भगवानलाई चिन्न सकिन्छ। तर यहाँ गजेन्द्रले यी तीन मध्ये कुनै पनि शैलीको प्रयोग गरेनन्। प्रयोग नगरेपछि भगवानलाई के चिन्ता भयो त भने अब कुन रूपमा आउने त, के को रूपमा दर्शन दिने त? हुन त भगवान एउटै हुनुहुन्छ, तर भक्तले कुन रूपमा चाहेको छ भन्ने थाहा पाउनु पर्यो नि त। हे शिव भनेर पुकारदा आउने शिव र हे विष्णु भनेर पुकारदा आउने विष्णु एउटै भगवान हो। तर कम्तीमा कुन रूपलाई चाहेको छ भन्ने थाहा त हुनु पर्यो नि त। त्यहाँ के भयो भने ब्रह्मादि देवताहरूको स्वरूपमा अहंकार भयो, मलाई बोलाएको होइन, मलाई बोलाएको होइन भन्ने भयो। अन्तिममा भगवान श्रीहरिले विचार गर्नुभयो, सर्वव्यापी परमात्मा भनेर पुकारेको छ, मलाई नै बोलाएको हो, म नै जान्छु भनेर श्रीहरि भगवान अहिले त्यो गजेन्द्रको उद्धार गर्न र ग्राहको उद्धार गर्न त्यहाँ आउनुभयो। सोऽन्तः सरसुरबलेन गृहीतार्थो दृष्ट्वा गरुत्मति हरिं खौपात चक्रम उत्क्षिप्य साम्बुजकरं गिर्यमाह कृत्स्नान् नारायण अखिल गुरु भगवन् नमस्ते। हे भगवान श्रीहरि, हे नारायण भगवान, हजुरलाई कोटि कोटि प्रणाम छ भनेर भने त्यति बेला भने जति बेला भगवान आइसक्नु भएको थियो, आउँदै हुनुहुन्थ्यो। यति बेलासम्म प्रार्थना गर्दा नाम रूप आकार केही बोलेका थिएनन्। जब भगवानलाई सामुन्ने देखे तब हो भगवान नारायण भनेर अन्तिममा नाम पनि लिए र भगवान त्यहाँ आउनुभयो। भगवान आइसकेपछि आरम्भमा भगवानले ग्राहको उद्धार गर्नुभयो। तत्पश्चात फेरि हात्तीलाई बाहिर निकाल्नुभयो। हात्तीले भगवानको प्रार्थना गर्यो। यहाँ सुखदेवजी मुनिले बताउनुहुन्छ, राजा परीक्षित, यो जो खुट्टा छोप्ने वाला गोही थियो यो पूर्व जन्ममा देवलको शाप प्राप्ति गरेको हुहु नामको गन्धर्व थियो। गन्धर्वका नाम हुन्छन् हाहा र हुहु, नाम नै त्यस्तो। ती गन्धर्वहरूले के गर्ने भने हँसाउने हो कि, हँसाउने, गाउने, नचाउने देवताहरूलाई त्यस्तो काम गर्ने हाहा र हुहु गन्धर्व। गन्धर्वस्त्र देवौका शाम, देवताहरूका गन्धर्व। अब देवल नाम गरेका ऋषिले एकपटक सरोवरमा यसरी सूर्य भगवानलाई अर्घ दिँदै हुनुहुन्थ्यो। अर्घ दिएको बेलामा कम्मर कम्मर भन्दा अलि माथि माथिसम्म पानीमा डुबेर यसरी अर्घ दिँदै हुनुहुन्थ्यो। त्यो हुहु नाम गरेको गन्धर्वले पौडिएर तल 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 तलबाट गएर त्यो देवल ऋषिको खुट्टा समातेछ, झुक्क्याउनलाई, हँसाउनलाई। त्यो खुट्टा समाते, के भयो भनेर त्यो खुट्टा पछार्दा ढल्नु पर्यो। ऋषि त्यहाँ ढल्नु, बल्ल बल्ल उठ्नुभयो बिचरा पानीमा।
जब यसरी उहाँले दुःख पाउनुभयो तब उहाँले श्राप दिनुभएको थियो, तैँले मलाई पानीको तलबाट आएर यसरी खुट्टा समातेस् त गोही बन्नु परोस् अनि श्राप दिनुभयो। र यो त ठिकै छ, गज चाहिँ को थिए, हात्ती चाहिँ को थिए पूर्व जन्ममा भन्ने प्रश्न गर्दा इन्द्रद्युम्न नाम गरेका एकजना विष्णु भगवानका अत्यन्तै प्रिय भक्त थिए। ती विष्णु भगवानका भक्तले एकपटक विष्णु भगवानको प्रार्थना गर्दै थिए, भजन गर्दै थिए, प्रार्थना पूजन गर्दै थिए, अर्चन गर्दै थिए। त्यसै बेलामा बाहिर, त्यसै बेलामा यदृच्छया तत्र महायशा मुनिः समागमिष्य गमच्छिष्य गणै परिश्रितः। अगस्त्य नाम गरेका मुनि त्यहाँ आउनु। अब बाहिर आएर बोलाउनुहुन्छ, इन्द्रद्युम्न इन्द्रद्युम्न भन्नुहुन्छ। इन्द्रद्युम्नले भगवानको पूजा गर्दै भएको कारणले, भगवानको चिन्तन गर्दै भएको कारणले म यहाँबाट जानु हुँदैन, जबसम्म पूजा सकिँदैन तबसम्म म बाहिर जाँदै जान्न भनेर थपक्क बस्नु भएको थियो। जब यसरी एकै ठाउँमा बस्यौ, तिमीले म आउँदा पनि मेरो सम्मान गरेनौ, त्यसै कारणले तिमी हात्ती बन्नु परोस्। यथा गजः शब्दमति सएव। हात्ती जस्तै एकै ठाउँमा बसेको कारणले तिमी हात्ती बन्नु परोस् भनेर श्राप दिएको कारणले यी दुईजना व्यक्ति हात्ती र ग्राह बनेका थिए र त्यसैबाट आखिरमा उनीहरूको मुक्ति भएर आफ्नो लोक र आफ्नो गतिलाई प्राप्ति गरे। जय बोलो श्री हरि भगवानको, आनंद कंद भगवानको, श्रीमद् भागवत महापुराण को। तत्पश्चात विभिन्न मनमन्त्रहरूको कथा सुनाउँदै सुनाउँदै चाक्षुष मनमन्त्रको कथा यहाँ सुनाउनुहुन्छ। चाक्षुष मनमन्त्रमा एकपटक राजा इन्द्रलाई दुर्वासा ऋषिले भगवान श्रीहरिमा चढाएको निर्माल्य यानि कि माला प्रदान गर्नुभएको थियो। भगवानमा चढाएका चिजहरू स्वयं प्रसाद हुन्छन्, त्यसैले त्यो प्रसादको अपमान गर्नु हुँदैन। हामीले भगवानलाई फूल चढायौं, त्यो फूल अरू कसिङ्गर बराबर फ्याँक्ने होइन, त्यही भएर त सेलाउने भनिन्छ नि, हो कि भाइ? फ्याँक्ने भनिन्छ भनिँदैन। अरू कसिङ्गरहरू फोहोरहरू फ्याँक्ने हो, तर भगवानलाई पूजा गरेका फूलहरू ती चिजहरू ल यज्ञ सकियो, हाम्रो एकातिउ सकियो, सप्तातिउ सकियो, अब सेलाउन जाने हो भनेर किन गङ्गामा बगाउनु पर्यो त नि? किन अरू फोहोर फाल्ने ठाउँमा फालिएन त भने भगवानलाई चढाएका चिजहरू ती प्रसाद स्वरूप हुन्छन्। सके भोजन गर्ने हो, नसके बगाइदिने हो। स्वस्थानी अब आउँदैछ नि, स्वस्थानीमा पनि त्यहाँ कतिको पढ्नु भएको छ, अब सुन्नु भयो होला। यति खानु, यति बगाइदिनु, यस्तो गर्नु, यस्तो भयो यस्तो गर्नु, खाने मान्छे भए खान दिनु, नभए बगाइदिनु भन्ने पनि। बगाउने किन हो भने अब खाने व्यक्ति भएन, खान योग्य भएन भने बगाइदिने हो। प्रसाद पनि यही मिठो भएन भने कहीँ फ्याँक्नु हुँदैन, गङ्गामा कहीँ नकुदी ठाउँमा लगेर राखिदिनुपर्छ। त्यसैले भगवानलाई चढाएको कुनै पनि माला फूल अर्को दिन त्यो व्यक्तिलाई लगाइदिन हुन्छ, त्यो भनेको प्रसाद हो के। भगवानलाई लगाइदिएको माला त्यो सकियो, भगवानबाट बाहिर निस्किसक्यो, त्यो निर्माल्य बन्यो, मालाबाट निर्माल्य भयो। त्यो माला एकपटक दुर्वासा ऋषिले लगाएर आउँदै हुनुहुन्थ्यो। स्वर्गका राजा इन्द्रले देखे, ओहो माला कति राम्रो हो भन्ने भएपछि स्वर्गका राजा इन्द्रलाई दुर्वासा ऋषिले त्यो माला दिनुभयो। राजा इन्द्रले लगाए, घरमा गएर पत्नीले ओहो माला भनेको ल तिमीले लगाउन त भन्यो। सेनापतिले त्यो माला देखेछ, ल तिमीले लगाउन त भनेर सेनापतिलाई, सेनापतिले हात्तीहरू घोडाहरू हेर्ने व्यक्तिलाई लगाइदिएछ, त्यो हात्ती हेर्ने व्यक्तिले हात्तीलाई लगाइदिएछ। अब हात्तीलाई के थाहा बिचरा यो माला हो, यो भगवानलाई चढाएको भन्ने के थाहा बिचरा? यसो गरेको थियो, खस्यो, खसेपछि कुचियो। दुर्वासा ऋषि त्यही स्थानबाट जाँदै हुनुहुन्थ्यो। दुर्वासा ऋषिले देख्नुभयो भगवान श्रीहरिमा चढाएको मालाको अपमान भयो। मैले इन्द्रलाई सम्मानपूर्वक राख्नको लागि माला दिएको थिएँ, तर यसरी अहिले यिनले अपमान गरे। अब यिनको यो अपमानको प्रायश्चित यिनले गर्नै पर्छ। त्यही भएर उहाँले श्राप दिनुभयो, देवताहरू तिमीहरू श्रीबाट भ्रंश भए, तिमीहरू लक्ष्मीबाट रहित भए भनिसकेपछि स्वर्गमा भएकी लक्ष्मीले
स्वर्गलाई छोडेर लक्ष्मीजी जानुभयो। कहाँ जानुभयो त भने समुद्रमा जानुभयो, किनकि समुद्र उहाँको माइत हो। त्यसैले स्वर्गका देवताहरूलाई छोडेर लक्ष्मी माता समुद्रमा जानुभयो। जय बोलो लक्ष्मी माताको, आनन्द कंद भगवानको, भागवत महापुराणको। अब लक्ष्मीजी गइसकेपछि ती लक्ष्मीजीलाई अब कसरी प्राप्ति गर्ने त भन्दा भन्दै देवता र दैत्यमा फेरि संग्राम भएछ। लक्ष्मीजीको हीनताको कारणले देवताहरूले हारेछन्। हारिसकेपछि अब यो बार बार जित्नको लागि के गर्ने होला भनेर भगवान श्रीहरुसँग प्रश्न गरे। अजात जन्म स्थिति संयमाय अगुणाय निर्वाण सुखार्णवाय अणोरणिम्ने परिगण्य धाम्ने महानुभावाय नमो नमस्ते। हे प्रभु, हजुरलाई कोटि कोटि प्रणाम छ। जुन भगवानले संसारको सृष्टि स्थिति प्रलय गर्नुहुन्छ त्यस्तो परमात्मा प्रभुलाई कोटि कोटि प्रणाम छ। त्वयि अग्रासी त्वयि मध्यासी त्वय्यन्तासी आत्मतन्त्रे त्वमादिरन्तो जगतोस्य मध्यम घटस्य मृत्युव परस्परस्मात्। जस्तो प्रकारले हामीले हिजो अस्ति सुने जस्तो घैँटो बन्नुभन्दा पहिले घैँटो छँदा र घैँटो सकिएपछि जसरी त्यहाँ केवल माटो नै रहन्छ, त्यसै गरी हे परमात्मा तपाईँ यो संसारको आदिमा पनि हुनुहुन्थ्यो, संसारको मध्यमा पनि हुनुहुन्छ र संसारको अन्तिममा पनि हुनुहुन्छ। तपाईलाई कोटि कोटि प्रणाम छ भनेर यहाँ प्रार्थना गर्दा सबै देवताहरूले प्रार्थना गर्नुभयो। ल अब के गर्ने प्रभु, लक्ष्मीजी पनि हुनुहुन्न, हामीसँग बल पनि छैन, हामीले के गर्ने होला प्रभु भनेर भन्दा अब देवताहरू तिमीहरूसँग अरू कुनै पनि विकल्प छैन, अब तिमीहरूले समुद्र मन्थन गर्नुपर्छ बाबुहरू भनेर सम्झाउनुहुन्छ। हो हुन्छ, गर्छौं नि समुद्र मन्थन, केही भएन। तर बाबुहरू, समुद्र मन्थन त्यति सजिलो चिज होइन, त्यसै कारणले तिमीहरूले एक्लै देवताहरूले मात्रै समुद्र मन्थन गर्न सक्दैनौ। त्यसैले दैत्यहरूले पनि समुद्र मन्थन गर्नुपर्छ। देवता र दैत्य मिलेर समुद्र मन्थन गर भनेर भगवानले सम्झाउनु। देवताहरूले भने हुँदैन हुँदैन, देवता र दैत्यमा हाम्रो जहिले पनि युद्ध भइरहन्छ। दैत्यहरूले हामीले भनेको पनि मान्दैनन्। यी दैत्यहरूसँग सहकार्य गरेर कार्य गर्न साह्रै कठिन छ, बरु हामीले नै धेरै परिश्रम गर्छौं, तर दैत्यसँग मिलेर हुँदैन। भगवानले भन्नुभयो, हेर बाबुहरू, तिमीहरूले मात्र त समुद्र मन्थन सम्भव नै छैन। यदि तिमीहरूले समुद्र मन्थन सम्भव छ जस्तो लाग्छ भने तिमीहरू गलत छौ। देवताहरूले मात्रै समुद्र मन्थन गर्नै सक्दैनौ। समुद्र मन्थन नगर्ने हो भने अर्को कुरा हो, समुद्र मन्थन गर्ने हो भने दैत्यहरूलाई साथमा लिनै पर्छ, अर्को विकल्प छैन। भगवानले भन्नुभयो हुँदैन। फेरि समुद्र मन्थन गरेपछि हामीले पनि त समुद्र मन्थन गरेको, हामीलाई पनि चाहिन्छ भन्न थाल्छन्। प्रभु फेरि झगडा हुन्छ पर्दैन प्रभु भन्दा होइन होइन, त्यो बेला फेरि सोचौला। तर अहिलेको लागि भने अहि मूषकवत भन्ने न्यायलाई तिमीहरूले प्रयोग गर। अरयो पिहि सन्धेया सती कार्यार्थ गौरवे अहि मूषकवत देवा ह्यर्थस्य पदवी गतै। यो चाहिँ राजनीतिको लागि हो, सामान्य व्यक्तिहरूको लागि होइन। अहि मूषकवत न्याय भन्ने न्याय के गर्ने अरे भने एउटा सर्प रहेछ, त्यो सर्पलाई अत्यन्तै भोक लागेको जंगलमा खोज्दा खोज्दै एउटा मुसो भेट्टाएछ। त्यो मुसोले सर्पले मलाई खाना आट्यो भनेपछि दौडियो। दौडिएर 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 एउटा दुलोभित्र त्यो मुसो पस्यो। अब त्यहाँ पसेपछि सर्प पनि छिटो गरेर त्यहाँभित्र त पस्यो, तर कसैले देख्यो। देखिसकेपछि ओहो यहाँ त सर्प छ भनेपछि बाहिरबाट माटोले टाल्दियो। अब त्यो पालभित्र मुसो र सर्प दुवै छन्, तर बाहिर निस्किने ठाउँ छैन। सर्पले विचार गर्यो, यदि मैले यो मुसोलाई यही खाएँ भने
म त बाहिर निस्किने उपाय छैन मेरो, म पनि यही मर्छु, त्यसैले मुसोसँग मित्रता गर्नु पर्यो। मुसो बिचरा डराएर कुनामा बसेको थियो, भन्दो रहेछ हे मुसो म त शाकाहारी हो के को शाकाहारी हुनु नि, शाकाहारी भएको भए मलाई किन दौडाएको त, त्यही भन्न पो दौडाएको त, म शाकाहारी हो नडराउ भन्न पो दौडाएको, तिमी त दौडेको